हेलो साथीहरु, गुड मर्निङ। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आजको नयाँ भिडियोमा सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। म चाहिँ अहिले ट्रेनिङ जाँदैछु बिहानै। आज पनि यस्तो धेरै राम्रो मौसम खुलेको छ हैन। म चाहिँ स्वर्गमै पुगे जस्तो फिल भइरहेछ मलाई। अनि म यस्तो लुगा पनि नमिलाई हिँडेछु। म चाहिँ जाँदैछु, हुन त उताबाट नि बाटो थियो, तर म चाहिँ सिडी जाँदैछु क्या, किनभने मलाई मजा लाग्छ नि त। अन्त त्यही भएर तिमीलाई छोडी मान्दैन। यो पारी देखेको चाहिँ टाइम के हेर्नु न। यो चाहिँ ओक्रे बजार। यहाँ भुराहरू आउँदैछ ट्रेनिङ। अनि साथीहरु, म चाहिँ सिडी जाँदैछु। अनि एकछिन बसेँ होइन, अब रमाइलो लाग्यो नि, हेर्नु न। एकछिन बसेँ। आज चाहिँ शनिबार हो नि त। अनि शनिबारमा चाहिँ बेलुका र बिहानको सिफ्ट एकैचोटि ट्रेनिङ गराउनु पर्ने हुन्छ, किनभने काम पनि गर्नु पर्यो नि त होइन गाउँमा। अनि सबै बेलुकाको सिफ्टलाई पनि मैले बिहानै बोलाएको छु। यति धेरै स्टुडेन्ट हुन्छ होइन, आज अलिक टाइम पनि लिनुपर्ने छ। पर आउँदैछ भर्खर। अनि त्यही हो। अनि यता पारीको मौसम हेर्दाखेरि मलाई यहीँ बसौँ लागिरहेछ। अब म चाहिँ ग्राउन्ड जान्छु। यतै गर्नु होला। ग्राउन्ड पुगेर कस्तो छ ग्राउन्डमा आजको माहौल केटाकेटीको देखाउने नै छु। फोटोको भ्यू चाहिँ यस्तो देखिन्छ, यस्तो दामी देखिन्छ होइन। यो चाहिँ ट्याम्के, यो देखिरहेको चाहिँ ट्याम्के हो। अनि अहिले हामीले ट्रेनिङ गर्ने ठाउँ चाहिँ यही हो। हल्ला गर्दैछ क्या यतै। हिमाल पनि छ कलाएर। भर्खरै ग्राउन्ड आइपुगेँ। गुड मर्निङ। कहाँबाट लक्ष्य गर्दैछ? मैले त देखिनँ त। कसको अनुहार आउँछ यहाँ? अलि हाँस्ने। ठुलो काउन्ट गर्ने। 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, ठुलो 28, 29, 30, 31, 32, 33, 34, 35, 30, 37, 38, 39, 40, 41, 42, 43, 44, 45, 46, 47, 48, 49, 50, 51, 52, 53, 54, 55, 59 जना हो। सब आइसकेको हो। कोही आउनु बाँकी छ? पिच छ। कुदा बेटा। कुकुर पनि यहाँ खाली ठाउँ नराखी कुद भनेको होइन।
कुद 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 लामो खुट्टा तान्ने भन्छ बाङ्गो खुट्टा टेकिरहेछ लाइन बस सार्दो हुन्छ कुद्छ त्यो जाब आज होस् न पछि यसको मान्छे यसको सिधा छ नि त को यो बिच त्यो कहाँको सिधा त फेरि ल अब सोद्धा पनि बोल्दैन हो अनि यहाँ बस्न यता हट माथि माथि हाँस्दैछस् हाँस्नु पर्ने किन पेटलाई माथि तान्दा भइरहेछ त नसक्ने जति सुतिराखे 7, 8, 9 and 10 and goes on it 1, 2 अनि जुन यो मैले गराएको यो प्याटर्न यो चाहिँ कस्तो भने मैले चाहिँ आफूले नै बनाएको का यिनीहरूले सिकेको त 4-5 दिन भयो नि त चाहिँ मैले आफै बनाएको हैन किनभने यिनीहरूले सिकेको धेर भएको छैन नि त 4-5 दिन भयो अनि 4-5 दिनमा त अब हार्ड स्टेपहरू त्यो स्ट्यान्डहरू त बस्न सक्दैन अनि इजी जोडेर चाहिँ मैले पर्सि डेमोन्स्ट्रेसन छ त्यसको लागि चाहिँ बनाएको सो तपाईहरुले यो कुन प्याटर्न हो भनेर चाहिँ नगर्नु होला यो खेलाइदिन्छु एकछिन त खै त टिकटकमा पनि साथी हुँ यस्तो राम्रो त कसम मैले कहिले देखेको थिइनँ यो खाली यसमा यस्तो कुहिरो का नि खाली यही नै लाग्छ यही नै रे अस्ति भाइ क्याम्प के आधी काटेर सिधा लागिरहेको देखेको छैन देखेको तल साथी लेखा यस्तो वरिपरिको बिचमा ट्रेनिङ गर्नु कस्तो मजा लागिरहेको होला उता फर्किनु एकटाको डजिङ गर्ने यो चाहिँ जस्तो पनि छल्दिने हो क्या यो डजिङ पनि यस्तो डजिङ होइन ल 1 2 यस्तो डजिङ गर्ने यति मात्र सिक्ने आज 9 10 धेर तल भयो 11 12 यसरी जस्तै मान्छेले हान्दाखेरि पनि छले हैन त गाइस मेरो यो ठग्ने स्टुडेन्टहरु हो हैन सब लाजको पोकोहरु यता चाहिँ ठग्ने छ यता भनेको रिसायो तिमीहरु ठग्ने कि नठग्ने नठग्नेहरु अरे नेट आइया सबैजना यति राम्रो राम्रो छ तर यस्तो ठग्छ नि यहाँ बसेर गान स्वर त बोरा फाटेको जस्तो छ सो साथीहरु अहिले चाहिँ हामी गुड सैटरडेमा छौं गुड सैटरडेको दिन हाम्रो एकजना गायक पनि रहेछ खेलाडी भित्र उसको प्रस्तुति चाहिँ खतरा दिदैछ सबले क्ल्यापिङ गर्दियो ओ ल अब स्टार्टिङ कान्छा
ल मखमली पछ्यौरीले सानो मुहार छोपेको लागेको छ बदलुभित्र जुनै लुकी लुकेको मखमली पछ्यौरीले सानो मुहार छोपेको लाग्छ बदलुभित्र जुनै हो कि लुकेको कोही केटाहरूले त गाउनै छोडे त जीवनको पखेरीमा सानो कोइलीले बासेको लाग्छ बदलुभित्र जुनै हो कि लुकेको अबको स्टेप आउँछ खोइ गाउँ न त गाइज हाम्रो चाहिँ क्लास अफ भइसकेको छ। अब यस्तो राम्रो ठाउँमा ट्रेनिङ गर्नु पाउँदाको आनन्द बेग्लै छ, तर रिस उठाउँछ क्या केटाकेटीले। अनि आज चाहिँ गुड स्याटरडे, तपाईँहरूले देखि नै सक्नु होला हाम्रो एक्टिभिटिजहरू एकदमै मजा भएको थियो। छुट्टी भएर यहाँ यस्तो छ नि त। अनि यहाँ पिङ खेल्दैछ, यो ओख्रे आई लभ ओख्रे लेखेको छ नि त। यस्तो साथीहरू हाम्रो क्लास पनि सकिसक्यो, म पिङ सिङ खेलिसकेँ, सबैजना केटाकेटीहरू खेलेर गइसक्यो होइन। अनि अलिक तल पनि झरिसकेँ म यहाँनिर बजार लाग्ने ठाउँमा। अनि आजको हाम्रो गुड स्याटरडे चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो त प्लिज कमेन्ट गर्नु होला होइन। अनि के गल्ती छ, कस्तो गर्दा राम्रो हुन्थ्यो त्यो पनि सल्लाह सुझाव दिनु होला होइन। अनि फेरि कुहिरो आइहाल्यो, यहाँको मौसम चाहिँ यस्तो च्यालेन्जिङ छ नि, भर्खरै घाम लाग्छ भर्खरै कुहिरो लाग्छ। तर आज चाहिँ मैले भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ, ठ्याक्कै भिडियो बनाउने टाइममा चाहिँ मौसम राम्रो भइदिरहेको क्या। अनि आज शनिबार थियो, शनिबार चाहिँ मैले तपाईँहरूलाई अघि पनि भनिहालेँ, दुइटै तल बेलुका र बिहानको सिफ्ट एकै ठाउँ गराउने, किनभने शनिबार हो नि त। सो त्यही भएर एउटा एकै ठाउँ गराएको थिएँ माथि ग्राउन्डमा। अनि तपाईँहरूलाई ग्राउन्ड कस्तो लाग्यो, ठाउँ कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। सो त्यो भन्दै हामी उसको खेलाडीलाई सबैजनालाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला होइन। अनि सब्सक्राइब गरेर फुल भिडियो वाच गरेर सपोर्ट गरिदिनु होला भन्दै सबैजनालाई बाई बाई, लभ यु अल।